खाना बस्न त होटलमा हुने कुरै भएको त्यसैले खाना बस्न कम्पनीकै छ। तपाईँ चाहिँ तपाईँको त्यो खास चाहिँ हाम्रो चाहिँ पर्मिटै भिसा दिएर पठाउँदैन के यहाँबाट। मलाई अस्ति पनि भनेको छु नि त, हामी त त्यहाँ गएर चाहिँ भिसा लगाउने हामीहरूले। भिसा लगाइदिने हामी नै गर्ने हो त्यो उहाँको मान्छे। तपाईँ काम गर्दै हुनुहुन्छ त्यसरी गर्ने, त्यसरी हुन्छ नि त्यो गर्नु। फेरि यस्तो हुन्छ के अब हामी गयौँ यहाँबाट गयौँ काम पनि लाग्यो 1-2 महिना हामीले काम लाग्यौँ स्यालेरी पनि पायौँ तर 2-4 महिनाको बिचमा फेरि फर्किनुपर्ने कन्डिसन आउने त्यस्तो अवस्थाको जिम्मेवारी हामी हुन्छ हो त्यस्तो अब केही टचर भयो भने चाहिँ अनि मामा त्यो टिकटको लागि त्यहाँ गइसकेपछि हैन फ्री भन्नुभयो भने त त्यतिखेर तपाईले के कस्तो आउनेको लागि त्यो त कम्पनीले दिन्छ, कम्पनीले दिन्छ। तपाईँ छुट्टी आउँदाखेरि कम्पनीले आउने टिकट दिन्छ। फेरि गयो 2-4 महिना काम गर्यो फेरि त्यसको रिस्क फर्किनुपर्ने हैन। त्यसको धेरै केसहरू आएको छ नि त यस्तो कति सिङ्गापुरकै केसमा पनि यस्तो धेरै कति केस आएको छ। सिङ्गापुर छ, हेर्नुहोस् तल यही युरोपकै हेर्नुहोस् हैन। यस्तो केस पठाउनेले पठाएन। ठिक छ त्यो हजुरले सोध्नुभयो एकदमै